होइन मेरो पनि रहर थियो यार, सपना थियो काठमाडौँमा पढौँ भनेर। विराटनगरमा केही छैन, मन पनि गर्दैन। रुम भाडा पर्दैन है सच्चीमा। अनि के व्यवस्था छ? म बुवासँग कुरा गर्छु एकचोटि कि अब बुवाले पनि भन्नु पर्यो म जान्छु भनेर। बुवासँग सोध्छु अनि म भन्छु। तिमी कोसँग कुरा गर्दैछ बाबु? ए काकाको छोरा छ हाम्रो, तीसँग कुरा गर्दैछु। त्यसले भन्नु काठमाडौँमा रुम भाडा पर्दैन अरे, फेरि रुम भाडा त्यस्तै, अनि खानालाई मात्र। यहाँ पनि हामी तिरि नै रहेको छु सब कुरा। यहाँ चाहिँ फी लाग्दैछ नि, यहाँ पनि त्यहाँ पनि फी मात्र लिन्छ, कलेज फी मात्र लिन्छ। अनि त्यहाँ कोठा भाडा लाग्दैन हाम्रो। अनि कोठा भाडा चाहिँ किन लाग्दैन? हाम्रो अङ्कलको छोरा छ नि सरोज, त्यसकै रुममा बस्ने हामी। त्यहाँ त पिसाब फेरि पनि पैसा लाग्छ। लु जानु पर्दैन काठमाडौँमा। होइन बुवा म त जान्छु। जानु नै हो? जानु पर्दैन, चुप लागि यहीँ पढ। होइन म त जान्छु त्यहाँ। ल तिमीलाई जान नै मन छ भने जाऊ, म त लागे। लु जाऊ लु। साह्रै रिसाउनुहुन्छ कि बुवा तपाईँ पनि। भाइ कहाँ जानु भएको? काठमाडौँ जाँदैछु बहिनी म। अनि बुवा आमाको राम्रोसँगले हेरचाह गर्नु, टाइम टाइममा सब कुरा गर्नु। अब बुवा आमाको भनेको मान्नु है। ल ल गएर कल गर्नु है। ल ल ल बुवा म काठमाडौँ जाँदैछु। तिमी गएरै छाड्छौ है? ल ठिकै छ, गएपछि राम्रो पढ्नु। काठमाडौँ त हरेक कुरा महँगो छ। अब अलिक गाह्रै छ, घर परिवार कमजोर छ, थाहा भएकै कुरो हो होइन? ल बाबु राम्रोसँग जानु, राम्रो पढ्नु, दायाँ बायाँ नगर्नु, पुगेर कल गर्नु। हस् आमा हस्। ल बुवा म लाग्यो ल। ल धेरै टेन्सनमा छु यार। बुवाको कुरा मान्दाखेरि अहिले एकदम राम्रो हुन्थ्यो। कलेजको फी तिर्न पनि धौधौ भइरहेको छ। अनि हाम्रो घरको अवस्था पनि त्यस्तै छ। के गर्नु, बेकार बुवाको कुरा काटेर आए। कुनै पनि सानोतिनो काम खोजेर पार्ट टाइम जब गर्नै पर्यो, नगरी हुँदैन। नमस्ते अङ्कल। नमस्ते अङ्कल। एउटा काम छ, काम पाउँछ? धेरै तनावमा छु, धेरै टेन्सनमा छु। अब काठमाडौँ आए, पैसा छैन। अब घरको पनि हाम्रो हालत त्यस्तै छ। त्यस कारणले अलिकति पैसा छ भने, काम छ भने काम खोजिदिनु मलाई। म काम गर्न चाहन्छु। काम गर्नु चाहन्छ? हजुर। काम त भइहाल्छ। छोरा दिदीको पसलमा खाली छ कि, काम भइहाल्छ। जानुपर्छ वहाँ पुगेर। हुन्छ अङ्कल, हुन्छ म गर्छु। ल त्यसो भए जाउँ। हुन्छ जाउँ। यही हो दोकान, जाउँ काम लगाइदिन्छ यही दोकान। ओके हुन्छ नि। दिदी अस्ति भन्नुहुँदैन अन्डाहरू ल्याइदिनुको लागि, ल्याइदियो हामी अन्डा। भाइ तिमी हो काम गर्ने? हजुर। तिमी काम गर्छौ? हजुर म गर्छु। अनि कहाँ बस्छौ? कोटेश्वरमा। भ्याउँछौ कि हेर्दा स्टुडेन्ट जस्तो छौ, पढ्न सब पनि आइहाल्छु, सब कुरा गरिहाल्छु। कलेजबाट आएपछि म काम गर्न आइहाल्छु यहाँ। झुट चाहिँ नबोल, साँच्चीकै हो भने भोलि 10 बजेदेखि आऊ न ल काम गर्न। मलाई पनि काम गर्ने एउटा चाहिएकै छ। हुन्छ। होइन मलाई पनि कामको यस्तै खाँचो छ, त्यस कारणले मलाई गर्नैपर्छ काम। ल ल भोलि 10 बजेबाट आऊ ल। ल हस् त दिदी नमस्कार। म भोलिदेखि टाइममा आइहाल्छु ल। हस् नमस्कार। ल भोलि चाहिँ टाइममै आऊ। हुन्छ हुन्छ दिदी हुन्छ। 10 बजिसक्यो। हिजो त तँ भाइले आउँछु भन्थ्यो, आउँदैन त। झुट बोल्यो कि के आऊ? हेलो दिदी नमस्कार। नमस्कार। अनि हिजो त 10 बजे आउँछु भन्थ्यौ, कति ढिलो गरेको तिमीले? आज ढिलो भयो, भोलिदेखि हुँदैन। आज 1 घन्टा बढी पढाइ भयो, त्यस कारणले कलेजमा ढिलो भइसक्यो मलाई। भोलिदेखि त समयमा आउँछौ नि? हुन्छ दिदी, भोलिदेखि समयमै आउँछु म। ल भोलिदेखि समयमा आउँछौ भने तिम्रो काम भनेको यहाँ यो सबै पुछ, सबै सामानहरू सबै मिलाऊ, सबै पुछ। तिम्रो काम यही हो। हुन्छ दिदी। ओके ओके दिदी। यस्तो पाराले त भाडा पनि तिर्न सकिँदैन यार। बहिनीलाई बोलाउनै पर्यो, दुईजना मिलेर काम गर्छु। यस्तो तनाव छ, दिमाग नाचिरहेको छ। यो काम गर्न छाडिदियो।
यस्तो पाराले हुँदैन। हेलो हजुर बहिनी, के छ, सन्चै छौ? सन्चै छु। हजुर कस्तो हुनुहुन्छ? मेरो त एकदम नराम्रो बेहाल छ हाल। मेरो नसोध्दा पनि हुन्थ्यो होला। किन र? यहाँ कोठा भाडा पनि तिर्न सकिरहेको छैन। यहाँ म तिम्रो लागि पनि जागिर खोजिदिएको छु। हजुर काठमाडौँ तिमी आऊ, आज गाडी समातेर भोलि आऊ त तिमी, अनि मिलेर काम गर्नुपर्छ। ए मेरो लागि चाहिँ के भन्छ जब खोज्नु भयो तपाईँले? हो खोजिदिएको छु। ए ल ल ल, म धेरै खुसी छु। ल भोलि नै म गाडी चढेर जान्छु है त दादा। ल ओके ल। भाडा पनि दिँदैन, कस्तो खालको मान्छे रहेछ। के हो पाराइरहेको? अनिल कहाँ छ यो अनिल? यहाँ तिमी बाहिर आऊ त। हजुर एउटा कुरा गर्नु पर्ने थियो। भन्नु त के थियो? 3-4 महिना भइसक्यो भाडा पनि दिएको छैनौ। के हो तिम्रो पारा? अहिले त अलिअलि गाह्रो छ, त्यस कारणले मात्र हो। निचो म त भाडा टाइममै दिने मान्छे। त्यसो भनेर हुन्छ? के गर्नु आजकल। मलाई त भाडा चाहियो। यहाँ मलाई घर धनीलाई भाडा दिनुपर्ने। मलाई त ठेका दिएको हो यो घर। अरू म जान्दिनँ, मलाई तुरुन्त पैसा चाहियो। म व्यवस्था गर्दैछु, काम पनि म गरिरहेको छु। अहिले पसलमा एउटा काम मिलो, त्यस म दिइदिन्छु तपाईँ। काम छ म जान्दिनँ, मलाई भरे बेलुका पैसा जसरी पनि चाहिन्छ। यहाँ मेरो आवश्यक छ। भरे बेलुका मलाई जसरी भए पनि पैसा चाहिन्छ। यहाँ मलाई मेरो आवश्यक पर्यो। कहाँबाट ल्याउँछ, कसरी हुन्छ, जसरी पनि उपलब्ध गराउनु पर्यो। अरू म जान्दिनँ। हुन्छ म्याम, म खोजेर जसरी भए पनि तपाईँलाई म दिन्छु। बहिनी, म साथीकोमा जाँदैछु। पैसा खोज्नलाई आज खाएछ घरपट्टि आएको छु भनेर धेरै कराएर गयो। त्यस कारणले तिमी यहाँ एक्लै बस्नु, काम आज नजानु। म बेलुकासँग आउँछु ल। पैसा खोजेर। फेरि छिटो आउनु नि, मलाई डर लाग्छ। हुन्छ म छिटो आउँछु। छिटो आउनु ल। नमस्ते हजुर बुवा। नमस्ते। आशीर्वाद छ मेरोसित, आशीर्वाद छ। के चाहिन्छ तिमी? हजुर बुवा, मलाई पैसा चाहियो 2000 जति। सबै साथीभाइसँग सबैसँग मागिसके। अब यहाँ मेरो चिनेको पनि कोही छैन, त्यसका लास्टै उम्मिद होइन, मेरो 2-3वटा पता छ हाम्रो। अब तिमी भन्दा सानो पता आयो, जति थियो हाम्रो गोजीमा पैसा लिएर गइसक्यो। एक पैसा पनि छैन हाम्रो गोजीमा। प्लिज हजुर बुवा, प्लिज त्यस्तो नभन्नु। 2000 पनि छैन बाबु, छैन। एकदम गाह्रो भइसकेको छ। जहाँ भेट्छ त्यहीँ जानु खोज्नु। मेरो चाहिँ छैन। हाम्रो बुढेसकालमा कसले कमाएर खियाउँछ? ल हजुर बुवा, ठिकै छ। तपाईँ दिनु भएन भने म जाँदैछु। जानु पैसा कसैले दिएन, मन त हुन्छ कि दिमाग खराब भइहाल्यो मेरो। दाइ गएको 4-5 दिन भइसक्यो। हुन्छ मलाई एक्लै बस्न कस्तो अप्ठ्यारो भइरहेछ। के भयो होला? चिन्तामा छु। अनुष्का, खै तिम्रो दादा? मेरो दादा त 3-4-5 दिनदेखि आउनु भएको छैन घर। किन अहिलेसम्म आएको छैन? पैसा ल्याएको छैन? छैन। अस्ति त भन्थ्यो म चाँडै आउँछु, आउनु पनि भनेको थिएँ, अनि आउनु भएन। म त चिन्तामा परिरहेको छु। मलाई भरे पैसा ल्याएर दिन्छु भनेको त्यस्तो ढाँटेर हुन्छ? मलाई यही मोबाइल भए पनि देऊ छिटो। यही मोबाइल म कसरी दिनु तपाईँलाई यो मोबाइल? यो मोबाइल देऊ न, म धितो राख्छु क्या। यो आएपछि अनि दिन्छ। अनि मलाई घरमा कल गर्नलाई हुँदैन? हुँदैन। अनि मेरो दाइ 3-4 दिनदेखि आउनु भएको छैन। मलाई यो गर्न भए पनि गर्दिन। तिम्रो भाइले आएर पैसा ल्याएर दिन्छ। म ल्याएर दिन्छ, म भनिरहेको छु ल्याएर दिन्छ। मोबाइल दिनु हो त नि। गर्न उकास्नु क्या, म धितो राख्छु। कति हुन्छ त्यति दिन्छु म। होइन म दिन्न। के तिमीले भनेर हुन्छ? कस्तो मेरो दाइले दिनुहुन्छ त नि। महिना भइसक्यो, भाडा साडा दिनु छैन। म दिन्न। चुप गरेर बस्छ। यो पनि देऊ। होइन म दिन्न। के त्यसो भनेर हुन्छ? म दिन्न। त्यसो भन्यो। म दिन्न के म दिन्न। म जादिन यहाँदेखि। म जादिन। बहिनी, खै यहाँ त चल्छ हानेको
कहाँ गयो फेरि? बहिनी तिमी यहाँ? म कहाँ कहाँ खोजेँ तिमीलाई। के भो रुनु पर्दैन, के भो? त्यहाँको रुमको घरपट्टिले निकालिदिनु भयो राति नै। किन? खोइ तपाईँले के भाडा तिर्नु भएको थियो र त्यही भएर निकालिदिनु भयो। मेरो मोबाइल सबै खोसिदिनु भयो। अनि त फोन गर्छु, फोन लागिरहेको छैन तिम्रो। मोबाइल त खोसिहाल्नु त कसरी फोन लाग्छ? बाबु अनिल भाइ कहाँ आएको थियो तिमी? नानीलाई वाला पत्र पाएर कहाँ आएको थियो? रुँदै रुँदै मेरो दोकानमा आएको थियो। म त पैसा खोज्नलाई बाहिर गएको थिएँ, कसैले दिएन मलाई पैसा। अनि यताउति गर्दा गर्दै म त पुरा टेन्सनमा थिएँ। अनि टेन्सनमा भयो भने नानी छ घरमा, बहिनी छ, आउनु पर्दैन तिमी? दाजु भएको मान्छे होइन, आउनलाई त आउँथेँ पुरा टेन्सन। अनि 2 दिन म त्यतै बिताएँ, बाटोमै बिताएँ। अनि निन्द्रा खोल्दाखेरि अनि भन्दैछु म कहाँ छु भनेर। अनि ट्याक्कै रुम आएर हेर्दैछु तल्चा हानेको छ। अनि मलाई याद भयो बल्ल कि होइन त्यहाँ सोनी घरमा होला कि के कसो। बेचारा बहिनी हो, रुँदै रुँदै मेरोमा घरपट्टिले ताला लगाइदिएपछि कहाँ जाओस् यो बच्चा? तिमी दाजु भएको मान्छे त्यसरी लहर लहर रात बिहाली हिँड्ने हो? बहिनी चाहिँ घरमा भन्ने हुँदैन रुममा? होइन त्यो त थियो त, म त पुरा टेन्सनमा एकदम। अब पैसा नभएपछि अब एक त खोज्दा खोज्दै अनि भएन पैसा लास्टमा। दादा अब यहाँ नबस्ने, हामी घर जाने। ओके हुन्छ बुनु, हुन्छ। अब हामी घरमै जाने सबै। ल राम्ररी घर जाऊ। तिमीहरू अब काठमाडौँमा बस्न सकेनौ, के गर्नु त? गाउँकै जिन्दगी कस्तो राम्रो थियो, यहाँ आएर त पुरा बिजोग भइसक्यो। बस्नलाई पनि एउटा रुम छैन। हुन्छ ठिक छ। म पनि कसको कुरामा आइहालेँ होइन, कुन भुलभुलैयामा हामी काट्नु आइसके। ठिक छ, हामी घरै जाउँ, केही छैन। ल अब दुःख सुख आजको रात बस यहीँ मेरोमै, भोलि बिहानको टिकट गरिदिन्छु म। तिमीहरू गाउँ नै फर्क, गाउँ जाओ। ल जाउँ, आजको रात यहीँ बसौँ, भोलि बिहानै टिकट काटेर गाउँ जानु।